हेलो 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 गाइज, गुड मर्निङ। सबैजना सन्चै हुनुहुन्छ होला। म चाहिँ आज नेप्सीको तीनटा स्टक हेरेको छु है, जुन चाहिँ मलाई मेरो भ्यूमा चाहिँ अन्डर भ्यालु लाग्यो क्या। माफु न, थोरै घाँटीमा थोरै प्रब्लम, चिसो छ नि त उसो, थोरै प्रब्लम भइहाल्छ, म्यानेज गरिरहनु होला। म चाहिँ आज तीनटा स्टक हेरेको छु, सिक्लेस, एउटा युनाइटेड इडी मार्दी युएमआर र मान्डु हाइड्रो पावर। यो स्टकहरू के छ भने, सुरु चाहिँ म मान्डुबाट गरौँ। मान्डुको विकलीमा जाउँ। ल हेर्नु न, यो जुन आइपिओ आएर एक टप लगायो, अहिले 1500 जतिको टप, 1490 यस्तै 1500को टप लगायो। टप लगाएपछि के थियो भने, यो स्लाइडली फल भइरहेको थियो कि डिस्ट्रिब्युट भइरहेको थियो मजाले। यो डिस्ट्रिब्युट भयो, यहाँ डिस्ट्रिब्युट फेरि डाउन बनाउँदै मजाले त खाएको हो कि जस्तो लागिरहेछ है। तर के छ भने, यसले यहाँनिर आएर एउटा लिक्विडिटी चाहिँ यसले खाइदियो, क्लोजिङ दियो, मानौ चेन्ज अफ क्यारेक्टर गरिदियो। टेक्स्ट मिलाउँ, सिएच यति भयो नि, चेन्ज अफ क्यारेक्टर भनेर बुझ्नु होला। चेन्ज अफ क्यारेक्टर गरिदियो। त्यसपछि यसले फेरि अर्को लो लगाउन जान खोजेको थियो, तर यसले लो लगाउन सकेन। हेर्नु न, यही लो, यही क्यान्डल भित्र चाहिँ मजाले साइडवेज खेलिरहेको देखिन्छ। म यही किसिममा के देखेँ भने, यसमा यो लेग पुरै एक्युमुलेसन, यति यो लेग म्यानिपुलेसन, स्लाइडली केही पार्ट डिस्ट्रिब्युट हुने हो कि जस्तो लागिरहेछ। अल टाइम हाई चाहिँ अब 1000 है, यो बढीमा 1000सम्म, हामीले 1000सम्मको टार्गेट, 1100 सम्मको टार्गेट लिएर जान भने पक्कै पनि सकिन्छ है मान्डु हाइड्रो पावरमा। यस्तो हुने हो कि जस्तो नि मलाई लाग्दैछ मान्डु। त्यसको लागि के गर्नु पर्यो भने, यसले होइन, यो लो भने खानु भएन के, यो लोको बिलो यसरी आएर क्लोजिङ दिनु भएन। अब यसको प्रोमोटरको अनलक हुन पनि निकै टाइम रहेछ, 2026 को 9 महिनामा। अनि त्यसपछि अब यो पोजिटिभ पनि लाग्यो कि, किनभने फन्डामेन्टल पनि निकै राम्रो छ। 140 भन्दा माथिको यसको बुक भ्यालु छ, 15 जति इपिएस रहेछ। त्यसपछि के भयो नि, मजाले एक्युमुलेट पनि भइरहेको छ कि, एक्युमुलेट पनि भइरहेको हुँदा म चाहिँ थोरै वाच गर्ने हो कि भन्ने पनि लाग्यो है। अब यसको डेलीमा हेरौँ न त, हेर्नु न, स्लाइटली हामीले यो लोलाई स्टप लस मानेर यतातिर किनेर, सर्टको हामीले यतातिर किन्ने है, 790 तिर किन्ने, टार्गेट यो हाई, स्टप लस यही लो गर्न पनि सकिन्छ। जस्तो के गर्ने भने, 28 रुपियाँको स्टप लस लिने, लस लिने, 90 रुपियाँ जतिको प्रफिट, यसरी चाहिँ जान सकिन्छ जस्तो लाग्यो मलाई मान्डुमा। यो हाईको लिक्विडिटी छ, आठ 882 भनेको 900 सम्म टार्गेट लिएर हामी मान्डुमा जानु पनि सक्यो। अर्को रहेको छ युएमआरएच, युनाइटेड इडी मार्दी हाइड्रो पावर। मजाले साइडवेज यो डिमान्ड जोन मजाले आएर डबल बटम लगाएको छ होइन। एक किसिममा के भन्न सकिन्छ भने, डब्लु प्याटर्न पनि भन्न सकिन्छ नि त, डब्लु प्याटर्न।
डब्लु प्याटर्न नहेरे नि यहाँ के छ भने फेयर भ्यालु ग्यापै छ कि यो फेयर भ्यालु ग्यापमा आउने चाहिँ फेयर भ्यालु ग्यापको एउटा राम्रो पोइन्ट के भन्दिउँ भने मानौँ कुनै याप बिजीमा आएको छ है कुनै स्टकहरु याप बिजीमा आइरहेछ अनि 1 मिनेट हुन थाल्यो भने त्यो मलाई अलिक त्यसमा के डाउट हो कि भन्ने लाग्छ तर जस्तो आइरहेछ बिजीमा आयो आएर ट्याप गर्यो एक दिन अर्को दिन क्यान्डलले बाउन्स दियो भने चाहिँ यसमा चाहिँ स्मार्ट प्लेयरको पैसा छिरेको छ है भन्ने पोइन्ट चाहिँ हुन सक्छ मान्डु युनाइटेड यदि मारुतिको इपिएस पनि निकै राम्रो छ कति राउन्ड अफ 12-13 को इपिएस छ बुक भ्यालु पनि 130 को हाराहारीमै छ अन्डर भ्यालु स्टक जस्तो लाग्छ मलाई यसको मन्थली चार्ट हेर्नुस् न कस्तो राम्रो छ मन्थली पनि किन जानु विकलीमै जाउँ विकली पनि क्लिन देखिन्छ हेर्नु कस्तो क्लिन छ चार्ट यहाँ सपोर्ट यसले सपोर्ट बिकम रेसिस्टेन्सको काम गर्यो यासार इन्टरचेन्ज भन्न मिल्छ हैन यो सपोर्ट थियो या रेसिस्टेन्सको काम गर्यो इन्टरचेन्ज यहाँ त फेरि सपोर्टको काम गर्यो यासार इन्टरचेन्ज भयो अब यो लेग बराबर यो टिपी दियो पनि मज्जाले म चाहिँ यो अलमोस्ट यहाँसम्मको टार्गेट लिएर यदि मार्दीमा जान सक्नुहुन्छ हजुरहरु यो भनेको 735 सम्मको अब सिक्लेस one of the most fundamentalist stock from hydropower इपिएस नै 35 को छ बुक भ्यालु पनि निकै माथि 150 राउन्ड अफ कति छ है त्यो हेर्नु पर्ने हुन्छ इपिएस चाहिँ निकै राम्रो छ के किनभने यसले चाहिँ यहाँ आएर लिक्विडिटी खाएर मज्जाले 1 मिनेट भइराछ यो लिग पुरै 1 मिनेट लिएको यहाँ कति टाइम लिन्छ त्यो थाहा भएन है तर माथि भने जान्छ यहाँसम्म टार्गेट लिएर भने जान सकिन्छ सिक्लेसमा स्टप लसलाई यही लोको मुने राख्ने